Hello, good afternoon guys. अब यहाँ चाहिँ हाम्रो नानाले के गर्दैछ भने नि मलाई देख्थ्यो मैले त सकिनँ हो तर खानु चाहिँ पर्ने एक्सपर्टी नरियल चाहिँ अब अस्ति के बनाउनु ल्याएको थियो भएन अब अहिले मलाई खानु मन पर्यो मैले चाहिँ रेडीमेड पानीको लागि कप यसले छिल्नु चाहिँ छिल्छ यिनीहरू एक्सपर्ट छ अरे यो छिल्नु चाहिँ कहिले पो छिल्छ अरे नवरात्रतिर चाहिँ पुरा छिल्छ अरे नि त यिनीहरूले कि त्यो भएर चाहिँ यतिको चाहिँ यतिको होइन यो नछिली चढाउँछ नि त नछिली चढाउँछ नि त प्रसादमा चाहिँ बादमा छिलेर तोडेर भगवानलाई माता रानीलाई चढाएर चाहिँ हामीलाई प्रसाद दिन्छ नि त यस्तो छ गाइस ल त्यहाँ कति पनि हुँदैन कि मेहनत चाहिँ यो मेरो डिमान्डमा हो मैले यति भने त्यतिकै तोड्यो भने भइहाल्यो नि त्यो किन निकाल्नु अन्त साइडबाट यतापट्टि तोडिस् भन्दा भइहाल्यो त अन्त त्यहाँबाट निस्कि त हाल्छ नि स्मार्ट वर्क गर्नुपर्छ भनेको हो बुझ्दैन हो मैले चाहिँ कसरी स्मार्ट वर्क गर्नुपर्छ भनेर चाहिँ मैले सिकाएकै अब लेट्स टाइम म ट्राई गर्दैछु कसरी हुँदो रहेछ त्यो डल्लै तोड्नु भन्दा त एकपट्टि त खाली भइहाल्यो नि किन डल्लै तोड्नु हातै दुखाउनु मात्रै खै अन्त कहाँ भएर नर्यो डढ्बेन आमा डढ्बेन छुरिदियो त त्यो आरामले हात काट्छ है यहाँ त नारियल छ पानी छ त्यही भएको पानी फ्याँक्यो ए हो ठिक छ ल अन्त मैले भनिन यसरी खोल्दा भइहाल्यो यो धुने नै त हो होइन छिलेको त्यो यही छिलिरहेको हुन्थ्यो कसम भनेको त्यो कति टाइम लाग्यो भन्दा त्यो छिल्नु लागेन यो त कसले सफा गर्छ यो पनि त्यो नारियल खानेहरूले सफा गर्ने अब चाहिँ फाइनली मैले निकालिसकेँ हो नानाले भाजा अहिलेसम्म त्यो बोक्रै तोड्दै गरेको हुन्छ अलिअलि मैले बादर दिमाग लगाएर चाहिँ यस्तो बनाएँ है Under the boughs where the shadows play, the wind hums songs at the break of day, whispering pines. You guys ready to eat? Hey, nariyal चाहिँ आरो है नरियल खाऊ बाबु नाना खाँदैन खान आमा नरियल पानी थियो अझै एउटा टिप्नु नि भयो